वेलकम गाइज माई मुभी रिभ्यू च्यानल। र आज तपाईँको लागि एउटा एक्साइटिङ र कमेडी मुभी लिएर आएको छु जुन बलिउडबाट हो। एन्ड बलिउडको यो मुभी तपाईँले पहिला पनि हेर्नुभएको होला। यसको वेलकम र वेलकम ब्याक त्यसकै सिक्वेन्समा मिलाएर छ वेलकम टु जङ्गल। मुभीको नाम सुन्दै बित्तिकै जङ्गलको फिल आउँछ पुरै। सो यो भनेको मुभीभित्रै एउटा अर्कै मुभी सुटिङ हुँदैछ। सो लेट एक्सप्लेन गरौँ ट्रेजर सो ट्रेजरमा हामीले पहिला हेर्छौँ जुन एउटा जङ्गलको सिन छ पुरै एउटा बोर्डर टाइपमा बनाएको छ जसमा तपाईँले स्टार्टिङमा हेर्नुहुन्छ एउटा बोर्डरमा मान्छेहरू आउँछन्। सो मुभीको भनेको स्टार्टिङ त्यहीँबाट हुने हो सिनबाट। त्यसमा के हुन्छ कि हाम्रो जस्तो नर्मली मुभीहरू भन्छ त्यस्तै त्यहाँ यसमा मुभीहरू बनाउन जान्छ। यसमा सबभन्दा बढी लिड रोल भनेको अक्षय कुमार, सुनिल शेट्टीहरू छन्। जस्तो तपाईँको पुरानो र धेरै मुभी हिरोहरूको कमब्याक हेर्न यसमा पाउनुहुन्छ मिक्स। जो तपाईँले मुभीहरूमा कति मुभीहरूमा धेरै यता उहाँहरूको मुभी पनि आएको छैन असलबाज चाहिँ यसमा धेरैजना छन्। अनि यो मुभी भनेको एकदमै कमेडी एन्ड इन्ट्रेस्टिङ छ किनकि मुभीको भित्रै मुभी भन्दैछ। अनि त्यो मुभीमा सबैले कम्बिनेसन सबैको एउटा कोअर्डिनेसनहरू त्यो हेर्न पाउँछ। प्लस त्यसमा इपिक र कमेडी ड्रामा हेर्न पाउँछ। तपाईँले यसमा गोरिलाको सिन हेर्नु भइरहेको त्यो एकदमै बेग्लै टाइपको अथी छ। अक्षय कुमारको एक्टिङ पनि उहाँको पुरानो वेलकम जस्तै एउटा वेलकम टूमा जस्तै गर्नुभएको एउटा वेलकम टूमा एउटा एकदमै बेग्लै टाइपको उहाँको थिएन। उहाँ जो वेलकममा जुन उहाँको इपिक रोलहरू थियो त्यो यो वेलकम टु जङ्गलमा लिएर आउनु भइरहेछ। सो यो मुभी भनेको अलिक एक्साइटिङै एन्ड थ्रिलर नै होला लाग्छ। तर कति यो डिसपोइन्ट पनि गर्छ किनकि त्यो एउटा युनिक कमेडी स्टाइल उहाँको यो सिचुएसन र यो यति कम्बाइन हिरोसँग मिलेर बनाउनु भनेको एकदमै ठुलो रेलमा हो। प्लस यसले हुनसक्छ कि मुभीले डिसपोइन्ट पनि गर्ला यस्तो ठुलो लार्ज स्केलमा भिएफएक्स यस्तो। अनि कमेडीहरूको त कुरै छोडिदिनु यसमा जुन तपाईँको एउटा एडल्ट कमेडी टाइपको पनि हिँडाइदिएछ। जुन तपाईँ दुवै हिरोइनको त्यो काँटा निस्काउने सिन हेर्नु भइरहेछ त्यो एकदमै तपाईँले एडल्ट र लेस्बियन फिल दिन्छ। सो एडल्ट मास मसालाको लागि ठिकैको मुभी यो भन्न सकिन्छ। तर यो मुभी भनेको तपाईँको त्यो सोच त्यो पुरानो वेलकम र यो वेलकम टु जङ्गलमा आई थिङ्क द्याट इज डिफ्रेन्स मोड किनकि त्यो टाइमको त्यो मुभी एउटा गोल्डन थियो जो सबै फ्यामिलीले हेर्न सकिन्थ्यो। पुरै एकदमै इपिक कमेडी उहाँको थियो अक्षय कुमारको। सो त्यो क्याटेगोरीमा यो मुभीलाई ल्याउन र यति हिरोहरू र हिरोइनसँग कम्बाइनेसन मुभीको भित्रै मुभी बनाउन र त्यो सबै त्रुटिहरू के कस्तो हुन्छ भनेर हेराउन भनेको एकदमै आफैमा एउटा लार्ज स्केलमा यो भयो प्रोजेक्ट। प्लस यसमा तपाईँको त्यो सबै हिरोहरूको कम्बिनेसन सुनिल शेट्टीको पुरानो कमब्याक एन्ड डायलग्सले मुभीलाई एउटा एकदमै एक्साइटिङ बनाउँछ। तर तपाईँले हेर्नुभएको होला धेरै बढी कम्बिनेसन र मान्छेहरूको भिडमा के हुन्छ जस्तो उहाँको तिसमार खान मुभीहरू हेर्नुभयो मुभीभित्रै मुभी बनाउने ट्राई गरेको अनि त्यो मुभी कस्तो डिजास्टर र बोरिङ गएको थियो। सो इपिक अक्षय कुमारको रोल एउटा बेग्लै हो। उहाँले सबै मुभी गर्ने अथी हुनुहुन्छ किनकि उहाँ कुनै पनि मुभी छोड्नु हुँदैन। इफ हिट होस् या फ्लप होस् उहाँसँग हामी धेरै कुरा लर्निङ गर्न पाउँछौँ। तर कतै न कतै यस्तो छ कि त्यो टाइपको पुरानो जुन मुभीको एकदमै एक्साइटिङ उहाँको रोल्सहरू थियो जुन कमेडीहरू थियो त्यो अहिलेको मुभीहरूमा उहाँको त्यति खासै पर्फर्मेन्स गरेको छैन। तर एकदमै मुभीको एउटा एकदमै राम्रो भाइब दिनुहुन्छ। ट्राई त आफूले बेस्ट गर्नुहुन्छ उहाँलाई। सो मुभी भनेको इन्जोयमेन्टै होला। सो हेरौँ वेलकम टु जङ्गल मुभी अब हामीलाई मोर इन्टरटेनमेन्ट गर्ला या मोर डिसपोइन्टिङ देला त्यो सबै त्यो मुभी आएपछि थाहा हुन्छ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड सी यू नेक्स्ट भिडियो।